सबैलाई नमस्कार। पहिला यो प्रश्न सुनौ है त। दुईटा प्रश्न म जस्ट तपाईहरुलाई गर्न चाहन्छु जुन चाहिँ कुराले चाहिँ म सानोदेखि नै कन्फ्युजमा छु। अहिले पनि म कन्फ्युज छु। जब युएस को क्रिश्चियन्सहरु इन्डिया भिजिट गर्छ, उनीहरु हरेक मन्दिर आरामले खुशीसँगले जान्छ। इनफ्याक्ट उनीहरुले त्यसको भिडियोजहरु बनाउँछ, भ्लगहरु बनाउँछ र उनीहरुले टीका लाउनुमा पनि कुनै असुविधा मान्दैन, डिस्कम्फर्ट मान्दैन र प्रसादहरु खानुमा एकताल त सरस्वती पूजामा स्वयं मैले नि दिएको छु खिचडी, टीका लाइदिएको मेरै नै बहिनीहरुले र ही वाज ह्यापी मेकिङ अ भिडियो। यस्तो हुँदो रहेछ यो है यस्तो अन्त उनीहरु त्यसमा एकदम दे डु इन्जॉय बाहिरको क्रिश्चियन्सहरु। तर हाम्रो इन्डियाको र हाम्रो नेपाली क्रिश्चियन्सहरु किन यस्तो हुन्छ कि भेदभाव गर्छ कि यो अछुत हो, यो गर्नु राम्रो हैन। अछुतै नभने पनि अब उनीहरु किन डिस्कम्फर्ट फिल गर्छ प्रसाद खानुमा, घृणा गर्छ, त्यो कुरोको प्लिज मलाई एन्सर दिनुस् कसै। र सेकेन्डली के क्वेशन हो भन्दा चाहिँ मलाई तीनजना पास्टर बाउले अहिलेसम्म यो भनिसक्नु भयो कि तिमी जति नै आमा बाउको इज्जत गर्नु, धर्मको काम गर्नु, जति नै पर्दाखेरि गरिब दुखीको सेवा गर्नु, पर्ने मान्छेलाई हेल्प गर्नु, जति नै गर्नु, तर यदि तिमीले पिता परमेश्वर, यदि तिमीले परमेश्वरलाई मानेन भने, जिजसलाई मानेन भने तिमी नर्कै जान्छौ भन्छ। अब सोच्नु त मैले भने जिजस त त्यसो भए निष्ठुरी भयो नि। उनलाई नमानी यदि सबै कुरो गर्यो तर उनलाई मानेन भने त हामी त नर्क जान्छ भनेपछि त्यो त अब भगवान त निष्ठुरी भयो नि त हैन। भगवानले त त्यो चाहेको हैन होला नि त सायद। उहाँले युएसबाट आउने क्रिश्चियनको विषयमा कुरा गर्दै हुनुहुन्छ। पहिला सुरु त युएस कुनै क्रिश्चियन नेसन होइन र युएसबाट आउने सबैजना क्रिश्चियन हुन्छन् भन्ने पनि होइन। हो, त्यहाँ क्रिश्चियन धर्ममा आस्था राख्ने मानिसहरूको संख्या धेरै छ, तर त्यहाँ अन्य धर्ममा विश्वास गर्ने र कुनै धर्ममा पनि विश्वास नगर्ने नास्तिकहरू पनि छन्। तर हाम्रो नेपाली समाजमा चाहिँ यस्तो प्रकारको भाष्य सृजना भएको छ कि सेतो छाला भएको विदेशी देख्ने बित्तिकै त्यो क्रिश्चियन हो। र कतिलाई त यो पनि लाग्छ होला कि क्रिश्चियनिटी अमेरिकाबाटै सुरु भएको र यो धर्म नै अमेरिकाको। अनि उहाँले विदेशीहरूले उहाँको हातबाट प्रसाद खाएको र उहाँको बहिनीहरूले विदेशीहरूलाई टीका लगाइदिएको कुरा गर्नुभएको छ। अब हामीलाई त्यो विदेशी मान्छे क्रिश्चियन हो कि होइन भनेर थाहा छैन। या तपाईले सोध्नु भएको थियो कि ऊ क्रिश्चियन हो कि होइन भनेर। ल मानौ तपाईले सोध्नु भएको थियो र उसले पनि ऊ क्रिश्चियन हो भनेर भनेको थियो। तर कस्तो क्रिश्चियन त? क्रिश्चियनिटीमा एउटा टर्म छ जसलाई बर्न अगेन भनिन्छ। के त्यो विदेशी बर्न अगेन क्रिश्चियन थियो त? यो बर्न अगेन भन्ने टर्म बुझाउन म मेरो आफ्नै उदाहरण दिनेछु। म एक क्रिश्चियन परिवारमा जन्मेको र हुर्केको हुँ। मेरो बुवा, बाजे, काका, मामा सबै क्रिश्चियन हुनुहुन्छ। म सानैदेखि बाइबल पढ्ने, प्रार्थना गर्ने, चर्च जाने, भजनहरू गाउने सबै कार्य गर्थे। तरै पनि मैले येशू ख्रिस्ट भनेको को हो भनेर बुझेको थिइनँ। मैले मेरो टिनेज सिद्ध्याउँदा पनि ख्रिस्ट को हो भन्ने कुराको अर्थलाई जानिनँ। चर्चमा मैले सबै कार्य गर्थे तर ख्रिस्टलाई मेरो हृदयबाट खोज्ने चेतना ममा थिएन। र म स्कुल कलेजमा हुँदा तिमी कुन धर्मको भन्दा म क्रिश्चियन हो भनेर भन्थे। सायद त्यो विदेशी व्यक्ति म टिनेजमा भएको जस्तै नामको मात्र क्रिश्चियन पो थियो कि। ल मानौ त्यो विदेशी व्यक्ति बर्न अगेन क्रिश्चियन पनि रहेछ, तर उसको लागि नेपाल, इन्डिया या अन्य देशहरू जाँदै गर्दा त्यहाँ भएका धर्म, संस्कृति, परम्परा सबै नयाँ हुन्छ र सायद उसले नबुझेर या जिज्ञासा भएर नयाँ कुरा अनुभव गर्नलाई उसले त्यो सबै कार्य गरेको हुन सक्छ। तर नेपाली क्रिश्चियनहरूको लागि टीका, प्रसाद या अन्य कुनै परम्परा नौलो कुरा होइन। हामी नेपाली क्रिश्चियनहरूलाई राम्ररी थाहा छ कि टीका, प्रसाद यी सबै हिन्दू धर्मको आस्थासँग जोडिएको कुरा हो। र नेपाली क्रिश्चियनहरूले टीका लगाउन इन्कार गर्दै गर्दा घृणा गरेर होइन, तर आफ्नो परमेश्वरप्रतिको आस्था र विश्वासप्रति इमानदार र सत्य रहनको लागि हो। र अर्को कुरा उहाँले भन्नुभएको रहेछ कि दुखी गरिबलाई जति नै सहयोग गरे तापनि या अन्य समाज सेवा गर्दा पनि जिजसलाई मानेन भने नरक गइन्छ। त्यसो भए जिजस त कस्तो निष्ठुरी पो रहेछ भनेर भन्दै हुनुहुन्थ्यो। र यसको विषयमा उहाँलाई तीनजना पास्टरहरूले पनि उत्तर दिइसक्नु भएको रहेछ र एकदमै सही उत्तर पाउनु भएको रहेछ। उहाँलाई तीनजना पास्टरहरूले येशू मात्र केवल मुक्तिको बाटो हुनुहुन्छ भनेर बताउनु भएको रहेछ र जुन कुरा एकदमै सही हो, किनकि मानिस आफ्नो कामहरूद्वारा धर्मी हुन सक्दैन। मानिसले आफै राम्रो कर्महरू गरेर आफैलाई बचाउन सक्दैन। हो, ख्रिस्टमा हामी असल कामहरू गर्नलाई बोलाइएका छौँ, तर हाम्रो असल कामहरूले हामीलाई मुक्ति दिँदैन, तर केवल येशू ख्रिस्टले मात्र। एफिसी 2:8-9 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। यूहन्ना 14:6 येशूले तिनलाई भन्नुभयो, बाटो, सत्य र जीवन म नै हो, म बाहेक पिता कहाँ कोही पनि आउन सक्दैन। यूहन्ना 3:15 र जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। आमेन।